विश्वको एक पवित्र स्थलमा गनिने मुक्तिनाथ क्षेत्रमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गर्न हामी जाँदैछौँ। जोमसोममा बास बसेर हामी जोमसोम हुँदै मुक्तिनाथ जाँदैछौँ। आज भने हामी बाइक लिएर जाँदैछौँ। बिस्तारै हामी आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यौँ। यो हो जोमसोमबाट उकालो चढ्दै गर्दाको बाटो। जोमसोमबाट मुक्तिनाथ जाँदासम्मको बाटो एकदमै राम्रो थियो। हजुरहरू पनि मुक्तिनाथ हजुरहरूको भेहिकल लिएर आउने सोच्दै हुनुहुन्छ भने हजुरहरूसँग जुनसुकै मोटरसाइकल जुनसुकै गाडी छ भने हजुरहरू लिएर आउन सक्नुहुन्छ। हामी बिस्तारै अगाडि बढ्दै थियौँ। काली गण्डकीको तिरैतिर हामी जोमसोमबाट बिहानै 8 बजेतिर निस्केका थियौँ भने बिस्तारै घाम झुल्किँदै पनि थियो। बाटो हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै राम्रो थियो। कहीँ कतै मात्रै अफरोड 5% 10% थियो। फाइनली हामी पुग्यो कागबेनी। कागबेनी पुग्दा एकदमै घाम लागिसकेको थियो। हजुरहरूले देख्न सक्नुहुन्छ यो हो कागबेनी। कागबेनीको गाउँलाई थिचोल्दै हामी बिस्तारै अब भने अगाडि बढ्दै थियौँ। यसरी हामी कागबेनी पुग्दा हिमाल टल्किन सुरु भइसकेको थियो। हामी भने आफ्नो गन्तव्यतर्फ अगाडि बढ्दै गयौँ। सेतो हिमाल हजुरहरूले देख्न सक्नुहुन्छ। सेतो हिमाल टल्किँदै थियो। प्रकृतिले भरिपूर्ण मुक्तिनाथ हजुरहरूले देख्न सक्नुहुन्छ। हामी बिस्तारै अगाडि बढ्दै थियौँ। यहाँ दाइहरूले घोडालाई विश्राम गर्न राख्नु भएको थियो भने हामी भने आफ्नो बाटोतर्फ लाग्दैछौँ। यहाँको घरहरूले आफ्नै मौलिकता बोकेको थियो। पुरानो संरचनालाई पनि एकदमै संरक्षण गरेर राख्नु भएको। चिसो बढी हुने भएकोले यहाँ ढुङ्गाको काठको घरहरू बढी देखियो। हामी फाइनली पुग्यौँ मुक्तिनाथ। हामीले प्रसादहरू लिएर बिस्तारै अगाडि बढ्दै छौँ। अब भने हामी मुक्तिनाथ मन्दिरको गेटमै पुग्यौँ। यहाँबाट हामी बिस्तारै अगाडि बढ्दैछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यो माथि मन्दिर छ। फाइनली हामी मन्दिरमा पनि आइसक्यो। हजुरहरूले पनि घरैबाट पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। हामीले आफ्नो जीवनकालमा जानेर नजानेर भुलचुक बस कुनै पाप गरेका छौँ भने मुक्तिनाथ मन्दिरको एकचोटि मात्र दर्शन गर्नाले पनि मुक्ति प्राप्त हुन्छ, पाप नष्ट भएर जान्छ भन्ने किम्वदन्ती रहेको छ। त्यस्तै गरी 108 धारामा स्नान गर्नाले कुनै रोग व्याध लागेको छ भने त्यो रोग व्याध नष्ट भएर जान्छ भन्ने किम्वदन्ती रहेको छ। हजुरहरू पनि आफ्नो जीवनकालमा सक्नुहुन्छ भने एकचोटि मुक्तिनाथ मन्दिरको दर्शन अवश्य गर्नुहोला। भुलचुकमा हामीले कुनै पाप गरेको छ भने त्यो पाप नष्ट भएर जान्छ। मैले पनि अब 108 धारामा स्नान गर्न थालेँ। पानी एकदमै चिसो थियो तर पनि मनमा एकदमै शान्त थियो। हामी जस्तै धेरै तीर्थयात्रीहरूले धारामा स्नान गर्दै हुनुहुन्थ्यो भने स्नान गरिसकेर मन्दिरको दर्शन गर्दै हुनुहुन्थ्यो। कोही उकालो चढ्दै हुनुहुन्थ्यो भने कोही फर्किँदै हुनुहुन्थ्यो। यसरी स्नान गर्दै म अगाडि बढेँ। धेरैजना जो बाल बच्चाहरू वृद्ध हुनुहुन्थ्यो जसले स्नान गर्न सक्नुहुन्थेन उहाँहरूले मुख धुने हातखुट्टा धुने गर्नुहुन्थ्यो। हामीले पालो अब भने मेरो हस्बेन्डको पालो आयो। मेरो हस्बेन्डले पनि स्नान गर्दै हुनुहुन्छ। मुक्तिनाथ मन्दिर हिन्दू धर्मावलम्बीको लागि मात्र नभएर बौद्ध धर्मावलम्बीहरूको लागि पनि एकदमै प्रख्यात छ। एकातिर हिन्दू मन्दिर छ भने अर्कोतिर बौद्ध मन्दिर छ। यसरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने नेपाली इन्डियन बौद्धावलम्बीहरू धेरै मात्रामा हुनुहुन्थ्यो। एकातिर हिन्दू मन्दिर थियो भने अर्कोतिर बौद्धावलम्बीहरूको लागि बौद्ध मन्दिर स्तूपा रहेको थियो। हजुरहरूले देख्न सक्नुहुन्छ। हामीले स्नान गरेर मन्दिरको दर्शन गरेर बिस्तारै हामी भने अब मन्दिरबाट फर्किँदै थियो। मन्दिरबाट तल झर्दै गर्दा धेरै तीर्थयात्रीहरू उकालो चढ्दै हुनुहुन्थ्यो। मन्दिर एकदमै पहाडमा रहेको भएर धेरै तीर्थयात्रीहरूलाई लेक लाग्ने सासको समस्या थियो भने कहीँ कतै हिँड्न नसक्ने तीर्थयात्रीहरू घोडा चढेर जाँदै हुनुहुन्थ्यो। यसरी हामी बिस्तारै फर्किँदै गऱ्यौँ। हजुरहरू पनि आफ्नो जीवनकालमा सक्नुहुन्छ भने एकचोटि मुक्तिनाथ मन्दिरको दर्शन गर्न अवश्य जानुहोला। यसरी हिँड्न नसक्नेको लागि घोडाको डोलीको व्यवस्था थियो। हामी मुक्तिनाथ मन्दिरबाट दर्शन गरेर तल झर्दै गर्दा हिमाल टल टल्किसकेको थियो। घाम लागेको थियो। सो हामी बिस्तारै मुक्तिनाथ मन्दिर हुँदै जोमसोममा रहेको धुम्बा तालमा आइपुग्यौँ। धुम्बा तालको नजारा हेर्न एकदम हरियो पानी देखेको थियो। एकदम सफा स्वच्छ पानी थियो र धेरैजनाहरू यहाँ अवलोकन गर्न पनि आउँदै हुनुहुन्थ्यो। यसरी हामी धुम्बा तालको अवलोकन गरेर हामी जोमसोम फर्किँदै थियौँ। यो जोमसोम फर्किँदा गर्दाको जोमसोमको गाउँ हो। एकदमै राम्रो आफ्नै मौलिक संरचना बोकेको। थ्याङ्क यू फर वाचिङ। बाई बाई।